आजको दिन त अब एकदमै रमाइलो दिन हो होइन, शुभ मुहुर्त भएको छ। हामीले फेरि एउटा प्रयास गर्न लागेको छौँ मनमा बस्ने चलचित्र बनाउने। पशुपति प्रसादलाई जसरी मनमा राख्नु भएको थियो सबै दर्शकहरूले माया गर्नुभएको थियो, त्यसरी नै पशुपति प्रसाद 2 हस्मे डनलाई त्यत्तिकै मनमा बस्न सक्ने चलचित्र बनाउने प्रयासमा छौँ। अलिकति कस्तो भने जुन पहिला पशुपति प्रसाद भन्ने सिनेमा जसरी मान्छेहरूको मनमा बस्यो एकदम, अब यो 2 लेख्दाखेरि चाहिँ एकदम त्यो रिस्क थियो मलाई चाहिँ, अब कस्तो बन्ला कसरी बनाउन सकिएला त्यो लिगेसीलाई पनि कायम राख्नु पर्यो होइन। त्यसकारण चाहिँ अलिकति चुनौती एकदमै थियो, तर एकदमै टाइम लिएर हामीले चाहिँ फेज वाइज बनाउँदै गएर फाइनल्ली चाहिँ हामी सबैजना कन्भिन्स हुने स्क्रिप्ट रेडी गरियो र त्यसले चाहिँ पशुपति प्रसादको लिगेसीलाई पनि कायम राख्न सक्छ भन्ने विश्वास भएपछि चाहिँ ल अब फ्लोरमा जाउँ भनेर गयो। डाइरेक्टरको रूपमा भन्नुपर्दा अब चुनौती छ, डर पनि छ, चुनौती पनि छ, किनभने त्यो एउटा एकदमै रुचाइएको एकदमै मनमा बसेको चलचित्रको पार्ट 2 आउँदैछ। त्यसले गर्दाखेरि मेरो आफ्नो तर्फबाट मैले गर्नुपर्ने कामहरू एकदमै खरो उत्रिन पर्ने कुराहरू छ र त्यसमा म एकदमै इमान्दारीपूर्वक गर्छु भन्ने लागेको छु। पशुपतिनाथको मन्दिरलाई साक्षी राखेर एउटा मनमा बस्ने चलचित्र इमान्दारीपूर्वक बनाउने प्रयास गर्दैछु। पशुपतिनाथको पेराफेरीमा हाम्रो कथा घुम्छ र यहाँको जहिले पनि चुनौती भनेको के हो भने हामीले चलचित्र सुटिङ गर्दाखेरि चाहिँ हामीले प्रपर छायाङ्कन जसरी जुन बाहिर छायाङ्कन भनेर गरिन्छ त्यो एकदमै गाह्रो हुन्छ र हामीलाई यो पशुपति प्रसाद भन्ने बित्तिकै एकदमै लाइफसँग नजिक भएको एकदम जीवन्त लाग्ने चलचित्रको एउटा चाहिँ दर्शकले त्यसरी राख्नु भएको छ नि त। अनि त्यो हामीलाई एउटा त्यो जीवन्त कुराहरू पनि उतार्नुपर्छ यसमा होइन। र त्यो साथसाथै के हुन्छ भने यहाँ चाहिँ विभिन्न किसिमको व्यक्तिहरू आउनुहुन्छ, एकदमै मृत्यु संस्कारमादेखि लिएर एकदमै त्यो चाहिँ एकदमै हामीलाई अकवर्ड एउटा सिचुएसन चाहिँ के हुन्छ भने मान्छेको एउटा छुट्टै इमोसनमा आएको बेलामा हामीले डिस्टर्ब नगरिकन मान्छेको मनमा चाहिँ चोट नपुर्याइकन हामीले चाहिँ आफ्नो कुराहरू जीवन्त रूपमा उतार्नुपर्ने हुन्छ। यहाँको सबभन्दा त्यो एकदमै च्यालेन्जिङ पार्टै छायाङ्कनको चाहिँ त्यो हुन्छ। योभन्दा अगाडि पनि हामीले धेरै गाह्रोसँग गरेको थियौँ, अब यो गाह्रो त भइ नै हाल्छ, तर हामीले त्यो गर्नु नै छ। तर त्यो गर्दै गर्दा चाहिँ कसैको पनि यहाँ आउने चाहिँ त्यो एउटा वियोगमा आएको मान्छेलाई चाहिँ हामीले ठेस पुर्याउने गरी चाहिँ गरिँदैन र गर्नु पनि हुन्न जस्तो लाग्छ। त्यो चाहिँ मेन च्यालेन्ज।